बाजे नाति कुरा गर्न आइरहेछौँ जिन्दगीमा जाडो छ अरे जहाँबाट हेर्दै हुनुहुन्छ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला आज बाजे नातिको गफ के हुन्छ ल के हुन्छ गफ के हुनु र आज हजुरबाको जवानीको गफ गर्नु ल हजुरबा जवानीमा त उडेको चराको चाकमा पखाल्नुहुन्थ्यो है म त के उल्टा गर्थेँ हजुरबाको बिहे कतिवटा भयो बिहे बिहे घरमा ल्याएको चाहिँ कतिवटा हो घरमा त पहिली बद्री गाउँमा पहिली बिहे त्यहाँबाट एउटा ढल्केबारबाट ल्याएको थिएँ त्यो घर आइपुगिनु पुगिन आयो अरे अलिबार बसी अनि लहर दिन्थ्यो यसलाई अनि त्यहाँदेखि पछि पो बिहा गरेको थिएँ हजुरआमा अनि तिनटी घरमा ल्याएको तिनटी बाहिर त 12-13 भयो हिसाब गरेँ ए हिसाबै गरे यसरी फलानु चिल्लानु जमानामै यसो गर्थेँ फलाने थिएँ ढिस्की भन्दै भन्दै गरेको 13 वडी भोग्याएर पुगेको थियो 13 वटी अनि त्रिवेणी मेला लागेको छ हजुर अनि त्रिवेणी मेलामा के कस्तो हुन्छ त्यति बेला ओहो पहिलो जस्तो त्रिवेणी अहिले कहाँ हुन्छ त्रिवेणी पहिलो त राम्रो ए अनेकका त्यो जितपुरमा घोडा बजार भन्थे घोडा बजार त्यस्तो हुन्थ्यो अनेकका कुकुर राडी गलैँचाको त्यस्तै हुन्थ्यो पहिले त हामी घोडा हेर्न जान्थ्यौँ होइन त्यस्तो अहिले कहाँ पाउनु अहिले छैन अहिले त सबैभन्दा त्यही जुलेबी टर्न त्यही खाए फर्के मान्छे पहिले जुलेबी थिएन होइन हजुर थियो तर यस्तो यो मेलामा जुलेबी नै खानु भने चाहिँ जाँदैन थियो त्यति बेला चाहिँ राडी पाखी अनि भोटे कुकुर अनि घोडा हेर्न अनि अलि ठुला साहुहरूले चाहिँ घोडा चेन्ज गर्नलाई ठुलो अहिले त कहाँ पहाडदेखिको आउँथे घोडा त पहाडबाट पनि आउँथ्यो त घोडा पनि कुकुर त कत्रो हौ एउटा कुकुरलाई त्यति बेला कति पर्थ्यो हजुर त्यति बेला के बढी 2-2.5 त्यस्तै 2-2.5 भन्यो भने अहिलेको 20-25 हजार हो त्यो त यो बिचमा माओवादी द्वन्द्वकालले गर्दाखेरि कति 10 वर्ष लागेन क्या 10 वर्ष भन्नाले नि 5-7 वर्ष त लागेन लाग्नु त लाग्थ्यो 2-4 झुपडी यसो बस्थ्यो तर त्यही नौना आउँथे मान्छे त्यति हो यस्तो मेला लाग्दैन थियो अहिले यसपालि खोइ राम्रो मेला लाग्छ अरे खोक्सा र कटारी भएर लिएको छ अरे ठेक्का भन्थे होइन खोक्सा र कटारी होइन कटारी लिएको अब व्यवस्थापन त खोक्साले नै गर्छ यहाँ मेला लाग्यो भने यहाँको व्यवस्थापन हामीले गर्दैनौँ त्यस्तो त हो नि जसले लिएको नि हो होइन पहिले त के कुरा गर्नु है तरुनी पनि त्यस्तै होला राता कहाँदेखि गीत गाउने गीत आउँथे बाबै हजुरलाई पनि टुसुको बसेर गीत गाइहाल्ने होला एउटा तुक्का लाग्छ त्यति बेला गएको भररात गाउने गाई होइन गोरु के चाहिँ हजुरको फेरि गाई होइन के अरे गाई होइन गोरु अनि आफ्नो बुढी भए चाहिँदैन तर त्यसोभन्दा मन मान्थ्यो र त्यति पनि गएको होइन त्योभन्दा पनि त्यो अर्कै लहरे भाका भन्ने हुन्थ्यो क्या त्यति बेला त कस्तो लहरे भएको बुझौली बेसी हुन्छ रसाजती खाने छोरा कता त्यो अनि उतातिर तन्देरी यता तरुनी दुईवटा बसे भररात उज्यालो छान्नै पारो अनि मिल्यो भने अनि लिएर पनि कुदिहाल्यो बिहे पनि गर्थे है के नगर्नु कहाँ आउँथे अहिले त के अलिकति बोल्न पाएको छैन बलात्कार सलात्कार भन्न थालिहाल्छ के कुरा गर्नु यहाँ पहिली मुलाबारी छुटे लाग्थ्यो एकादशीबाट त्यहाँबाट माली लाग्थ्यो माली भयो
साइलो काइलो कान्छु 3टा मेला भ्याउँछु म। 3टै बेला साइलोमा पनि जाने काइलोमा कान्छोमा। होइन एउटा यस्तो हुँदो रहेछ क्या हजुर त्यति बेला मेलाको के छ भने त्यो ग्रुपिङ हुँदो रहेछ यही ग्रुप त्यहाँ गयो त्यो ग्रुप त्यहीँ गयो त्यही ग्रुप त्यहीँ गयो अनि बस्ने खानेको के अरे ठेगान भइहाल्ने त अनि त्यति भएपछि यस्ता जाडो त हजुरहरूले त के पालेर पठाइदिनुहुन्थ्यो माछा खान जानुपर्छ धनुखा भन्थे। अहिले त माछा राम राम धनु यत्रो माछा क्या सिक्ने पढाइ गरेको माछा पाइने। होइन धनुषा त तोडा अब यहाँ उठ्ने बित्तिकै 20 गतेदेखि लागिहाल्छ धनुषा त। शनिबार गयो यहाँबाट अनि शनिबार रातभरि बस्यो त्यहाँबाट आइतबार दिनभरि रातभरि बस्यो अनि सोमबार घर आउँछ। हाम्रो हजुरले जानुहुन्थ्यो हुँदैन थियो बेला जानु हुँदैन थियो जानु मेला सेला मेला होइन अहिले अलिक विकृति फैलिएछ जाँड रक्सी अब त्यति बेला पनि जाँड रक्सी खान्थे नि खान्थे नि के तर झगडा सगडा त्यस्तो उतो हुँदैन थियो रमाइलो गर्थे मेला भर्न आउने 2 दिन ती बस्ने गर्थे। अहिले अहिले त जाँड खायो कि झगडा गरिहाल्छन् थाल्छन् लडाइँ गर्न के गर्नु अहिले तर त्यति बेलै ठिक हजुर हामीले त्यत्रो मकै सिला खोजेर 10 रुपियाँ भएपछि मेला भर्थ्यो ल दिँदै 10 रुपियाँ 2 रुपियाँको पिङ 2 रुपियाँको कचौडी 1 रुपियाँको जुलेबी खाएपछि त टन्न मेला भरियो। बिहान यति बेला हिँड्यो 8 बजे भात खाएर कुदो 8 बजेतिर मेला कुदो अनि 10 बजे पुगिन्थ्यो 11 12 1 2 3 3 4 राति 8 9 बजेतिर आउँथ्यो मान्छेहरू। अहिले त के यत्रो घुर्र अटो चढे एकछिन बेला गरे घुर्र आइहाले सुविधा त नभएको होइन सुविधा त भएको हो तर धेरै कुरामा जस्तै अब यहाँ हेर्नु है त अब हामी पहिले नासपाती जुनार खान्थ्यौँ नि यहाँ ढाक्रेले बोकेर लिएर आउँथ्यो नि त पाहाडको मान्छेहरूले किनेर खान्थ्यो। अहिले ल्याइहाल्यो नि खा त अटोमा हाल्छन् स्वाद त लिएर जान्छन् दुधोली बेचेर अनेक नसपाती जुनार अनेक खन्न लिएर आउँथे। अहिले त के को सुइतै तर त्यति बेला मेलामा राडीहरू पाखीहरू पनि भयङ्कर बिक्री हुन्थे राम 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 राम। अहिले पनि एउटा बुढो आइबस्छ त पोहोर पनि आएको थियो यसपालि नै आउँछ त्यही बुढोले बेच्छ अरू कसैले बेच्छ अनि भोजपुरी खुकुरी पनि अहिले मेलाको आकर्षक भनेको त्यही जिएरी अनि पिङ झुला अनि धुलो त्यति हो। होइन मेला यसपालि ठुलै लागेको छ क्या अरे म पनि गएको छैन पछि 5 गते यसो कार्यक्रम छ अरे जानुपर्ने छ जिन्दगीमा एक दिन त जानुपर्छ अब भत्ता कहिले दिन्छ साँच्चै भत्ता आइसक्यो अरे त ब्याङ्कमा ब्याङ्कमा आइसकेको छ अरे बाँडेको छैन भनेको छ त्यही भत्ता झिकेर उति तरुमा तारी त्यतिकै त के जाने गाँठे हो अनि लडिएला त अनि फेरि अर्काले ठिक्क खानु नि फेरि अर्काले खाएको हेर्नलाई त के अनि तपाईँ लड्ने गरी खानुहुन्छ नखानु ठिक्क खाने ठिक्क आफूलाई रमरम भएपछि खानु फेरि दुधो ल्याउनु अलिकति खानु आमैसँगै जान्छ आमासित गएपछि त ठिक्क खाने अनि ठिक्क आउने बरु उता कालेचनको घरमा आएर टन्डा खाने लद्दु हान्ने त्यसो काले काममा खान्न के किन पहिलेदेखि हुन्छ नि त परपराले एकखेप म अब कोही बेला पैसा हुन्छ कोही बेला हुँदैन होइन अनि लिएर खाने बरु दुध खानु दही खानु दिन्छु रक्सी त उधारो दिन्न अब भने तँ जाँठेको म आजदेखि खाना पनि खान भन्नु होइन त्यो कति वर्ष भयो त्यसो होइन त्यहाँ त्यो एउटा त्यहाँ दोकान एउटा राम्रो चल्छ है होइन त्यहाँ दोकान राम्रो चल्छ एउटा त्यसको व्यवस्थै छैन है सुरी ए ढाडे मोडा ए यो चोर रहेछ यो गोटी ए होइन यो बुढो यो त भला यो त बुढो अर्को चोर त उता बिजुली यो त हिँड्न पनि नसक्ने मरेर मरिसकेको बिरालो सरकारले दबाई लगाइदिएर बचाएको यसलाई हिँड्न पनि नसक्ने भएको नि सुरी यहाँ आइज आमा नङ्ग्रा आमा नङ्ग्रा
होइन यो त भला दिन्छले मुसो पनि मार्छ मासु ल्यायो भने त्यो तान्ने गर्दैन दियो भने खान्छ अर्को त हात हालिहाल्छ अहिले दुधौली कटारीबाट खै के लिएर आएको थिएँ है त्यो टेबलमा थपक्क राखेको उडाइ त हालो आमा खाना बसेको न्याउ न्याउ गर्दै थियो भातमाथि मासु चौटा देखेछ यसो उडाइहाल्यो हो क्या हातले फ्लक्क फ्याँकेर ल गाइस आज बाजे नातिको गफ यति नै अब फेरि भोलि अर्को गफ लिएर हामी आउने नै छौँ त्यतिन्जेलसम्म लागि प्रतीक्षा गर्नु होला हाम्रो संसार भ्लगलाई जहाँबाट हेर्दै हुनुहुन्छ बाजे नातिको ब्याक टु ब्याक एक एकवटा दिनमा आउँछ हाम्रो यसो छुस्स गफ हुन्छ आज त्रिवेणी मेलाको गफ भएको सो अहिलेको लागि चाहिँ हामी बिदा हुन्छौँ ल भाइ